नमस्ते अनि स्वागत छ यहाँहरूलाई। आशा छ हजुरहरू सन्चै हुनुहुन्छ होला। आज मैले यहाँ सानो रेसिपी लिएर आएकी छु। मसरुम र क्याप्सिकमबाट म यहाँ ग्रेभी बनाउँदैछु, ग्रेभी तरकारी, जसमा चाहिँ मैले मसरुम र एउटा क्याप्सिकम लिएकी छु र मैले धोएर राखेकी छु। यसलाई चाहिँ मैले पानी सुकाओस् भन्नको लागि टिस्यु पेपरले पुस्दैछु। र यो मसरुमलाई चाहिँ मैले सानो सानो पिसमा काट्दैछु, 3-4 वटा जस्तो पिस पारेर काट्दैछु। र हजुरहरूले आफूलाई इच्छा लागेको साइजमा पनि यसलाई काट्न सक्नुहुनेछ। यहाँ मैले 2 तरिकाले नै काट्दैछु। र त्यसै गरी यो सबै मसरुमलाई चाहिँ मैले यहाँ काटेर राखेकी छु। यति मसरुममा चाहिँ यो आधी क्याप्सिकम भए मलाई पुग्छ। त्यही अनुसारले हजुरहरूले कति मसरुम र कति क्याप्सिकम लिने आफ्नो स्वाद अनुसार पनि लिन सक्नुहुनेछ। र यो क्याप्सिकमलाई पनि मैले यसरी नै लामो लामो ठिक्क ठिक्कको साइजमा काट्दैछु। यो सबै क्याप्सिकम पनि मैले काटेर भ्याइसकेँ। अब चाहिँ म यो टमाटो अनि अदुवा लसुन खोर्सानीको पेस्ट बनाउँदैछु। यो मसलाको लागि हो। यसलाई मैले मिक्सी जारमा हालेर मिक्स गर्दैछु। यसको चाहिँ पेस्ट बनाउँदैछु। हेर्न सक्नुहुन्छ यहाँहरूले मैले यो पेस्ट बनाइसकेकी छु र यसलाई पनि साइडमा राखेकी छु। यहाँ चाहिँ म अब दही र बेसनबाट ब्याटर बनाउँदैछु। 3 चम्चा दही लिएकी छु मैले यहाँ। यो नर्मल चिनी नहालेको सादा दही हो र 1 चम्चा बेसन लिएकी छु। र यो दुईटैलाई मिक्स गरेर हजुरहरूले ब्याटर बनाउन सक्नुहुनेछ। र आवश्यकता अनुसार थोरै हजुरहरूले पानी पनि युज गर्न सक्नुहुनेछ। मैले यहाँ थोरै पानी मिक्स गर्दैछु र यतिको ब्याटर बनाएकी छु मैले। र यो सबै चिज हाम्रो रेडी भइसक्यो। अब चाहिँ म प्यान बसाउँदैछु र प्यान तातेपछि थोरै तेल हालेर मसरुम र क्याप्सिकमलाई चाहिँ पालै पालो 2-2 मिनेट गरेर भुट्दैछु। त्यसै गरी अब क्याप्सिकमलाई पनि भुट्दैछु। यो हल्का सफ्ट हुने गरी मात्रै भुट्नु होला। 1.5 देखि 2 मिनेटमा यो रेडी हुन्छ। मैले ग्रेभी पकाउन यही प्यान युज गर्ने भएकोले यसमा तेल थोरै हुन्छ जस्तो लागेर 1 चम्चा जति तेल थपेकी छु र 1 चम्चा जिरालाई पनि फुराउन हालेकी छु। र यो जिरा तातिसकेपछि हामी त्यो अघि बनाएको टमाटोको पेस्टलाई चाहिँ यसमा पकाउँछौँ। एकछिन पेस्ट पकाइसकेपछि यसमा अब मसलाहरू एड गर्दैछु। यो हो बेसार, थोरै बेसार हालेकी छु। त्यसै गरी जिरा र धनियाको धुलो हालेकी छु र यसलाई अब एकछिन मसला पाक्नको लागि हामी पकाउँछौँ। त्यसै गरी यसमा मैले अघि बेसन र दहीबाट बनाएको ब्याटर हालेकी छु। यसलाई पनि मजाले पकाउनु पर्छ। र यो कतिको ग्रेभी खानुहुन्छ हजुरहरूले त्यही अनुसारले यसमा पानी पनि एड गर्न सक्नुहुन्छ। र यो सबै मिक्स गरेर हामीले पकाउनु पर्ने हुन्छ। र यहाँ मैले स्वाद अनुसार नुन पनि एड गर्दैछु। र थोरै कलर आओस् भन्नको लागि यहाँ मैले कश्मिरी खोर्सानीको धुलो लिएकी छु। यो चाहिँ खाली कलरको लागि मात्रै हो। र यो ब्याटरलाई चाहिँ हामी 3-4 मिनेटको लागि छोपेर पकाउँछौँ। यो मजाले पाकिसकेको छ।
र यसमा चाहिँ अब मसरुम एड गर्दैछु। त्यसै गरी क्याप्सिकम पनि हाल्दैछु र सबै मिक्स गरिसकेपछि यो बेलामा चाहिँ मैले थोरै गरम मसला हालेकी छु र यसलाई अब हामी 2 मिनेट जति छोपेर पकाउँछौँ। 2 मिनेट जति छोपेर पकाइसकेपछि हाम्रो यो ग्रेभी तरकारी रेडी भइसकेको छ। यसमा मैले अब यो लास्टमा धनिया पत्ता हालेर मिक्स गर्दैछु। यो हाम्रो तरकारी चाहिँ रोटीसँग खानासँग हजुरहरूले खान सक्नुहुनेछ। हजुरहरूलाई मेरो यो आजको रेसिपी मन परेको भए मेरो भिडियोलाई लाइक शेयर गरिदिनु होला र मेरो च्यानललाई सब्स्क्राइब गर्न पनि नबिर्सिनु होला। थ्याङ्क यू। बाई बाई।